कति मजा आयो है चिप्स मोमोहरू खायो तिमीले मजा आयो त के फुटबलहरू पनि हेरे है हामीले त्यो चाहिँ रोड घर स्कुलतिर चाहिँ हामीले जहाँ पाइ मैला फ्याँक्नु हुँदैन हामीले सफा राख्नुपर्छ हामीले प्लास्टिक बाटोतिर भेट्यो भने हामीले टिपेर डस्टबिनमा हाल्नुपर्छ आइसाला रोजन यो झन्डा कहाँबाट लिएको जेङ बजारमा 15 अगस्त लागेको थियो मैले त्यहीबाट किनेर लिएको अगस्तको प्रोग्राममा के हुँदो रहेछ फुटबल डान्सहरू हुँदो रहेछ थाहा भएन हामी यो डस्टबिनमा हालिहाल्नुपर्छ पसीना चिसो है Good morning, Miss. Good morning, sit down. Thank you, Miss. Asala, यो तिमीहरूले के पक्रेछ हेरेर? इन्डियाको फ्ल्याग इन्डियाको फ्ल्याग हो कहाँबाट पाए तिमीहरूले? हिजो हामी बनेका थियौँ 15 अगस्त प्रोग्राम हेर्नु मन परेर तपाईले खुसीको ए याद छ 15 अगस्त किन मनाएको हो भनेर? हामी सबैजनाले फुटबल डान्सहरू गर्छौँ मिस फुटबल र डान्स गर्नु मात्रै हो? यस मिस हो तिमीहरूलाई त्यति मात्रै लाग्छ 15 अगस्त गोली खेल्नु मात्रै मनाएको हो? यस मिस अरू दिन पनि याद छैन हैन तिमीहरूलाई यसको बारेमा? मिस सो 15 अगस्त चाहिँ हामीले गोली खेल्नु डान्स गर्नु अनि यस्तो कम्पिटिसनहरू राख्नु मात्रैको लागि चाहिँ सेलिब्रेट गरेको होइन पहिला हाम्रो इन्डिया चाहिँ ब्रिटिसर्सको रुलमा थियो भनेर याद छ तिमीहरू सबैलाई पहिला हाम्रो 1947 भन्दा अगाडि चाहिँ हाम्रो इन्डिया चाहिँ सबै ब्रिटिसर्सको रुलमा उनीहरूले जे भन्छ त्यस्तै हामीले गर्नुपर्ने हुन्थ्यो तर हाम्रो जति पनि फ्रिडम फाइटर्सहरू हुनुहुन्छ उहाँहरूको कन्ट्रिब्युसनले गर्दाखेरि चाहिँ हाम्रो देश आजाद भएको चाहिँ यहाँनिर रहेको छ होइन 15 अगस्त 1947 मा भएको बुझ्यो त्यसको बादमा हामी इन्डिया एउटा फ्री कन्ट्री भयो एउटा डेमोक्रेटिक कन्ट्री भयो सो त्यसले गर्दाखेरि चाहिँ हामीले 15 अगस्तलाई चाहिँ इन्डिपेन्डेन्स डे मनाएको हो बुझ्यो अनि तिमीहरूले अब अझै पनि जान्नु छ भने चाहिँ तिमीहरूले आफ्नो घरमा गएर आफ्नो एल्डर्सहरूलाई आफ्नो आमा बाबाहरूलाई सोध्दा हुन्छ 15 अगस्तको बारेमा बुझ्यो ओके थ्याङ्क यू बाजे बाजे के गर्नु भएको नाति म त यहाँ खोलेमा आगो पो लगाएको के पढाइ भयो नाति आज हामीलाई मिसले नयाँ नयाँ कुरा सिकाउनु भयो घरमा गएर आमा बाबाहरूलाई पनि सोध्नु भन्यो 15 अगस्त भनेको के हो भनेर बाजे 15 अगस्त किन मनाउँछ अस्तिदेखि मार्की लागिरहेछ नानी अब यस्तो हो अस्ति नै बाबुलाई तपाईँको बर्थडे मनाएको याद छ ए त्यतिखेर जन्मदिन हामी के मनाउँछौँ हामी जन्मेको दिन खुसीको साथमा मनाउँछौँ हो कि होइन त्यस्तै पहिला हाम्रो भारत देश चाहिँ के थियो भन्दा चाहिँ अङ्ग्रेज जो चाहिँ हामी इङ्ग्लिसमा भनौँ भने ग्रेट ब्रिटेन भन्छ नि त्यसको शासनमा थियो त्यसको अन्डरमा थियो 15 अगस्त 1947 मा चाहिँ हाम्रो भारत देश चाहिँ अङ्ग्रेजको गुलामीबाट आजाद भएको थियो नानी बुझ्दैछ तपाईँलाई स्कुलमा पढ्नु भएको थियो मिसले भन्नुभएको थियो कुरा त्यस्तै हजुर हजुर र त्यस्तै प्रकारले त्यसमा हाम्रो महात्मा गान्धी जुन मेरो पैसा जुन चाहिँ छ तिमीहरूको नोटमा तिमीले देखेको महात्मा गान्धीको नक्सा किन छ किनभने उहाँको डरलाग्दो योगदान थियो हाम्रो भारत देशलाई आजाद बनाउनको लागि त्यस्तै प्रकार पण्डित जवाहरलाल नेहरू भयो त्यहाँदेखि भगत सिंह सुभाष चन्द्र बोस मङ्गल सिंह यस्ता व्यक्तिहरूले चाहिँ हाम्रो यस्ता ठुलो ठुलो मान्छे हामी एकदमै हाम्रो भारत देशलाई आजाद बनाउनुमा चाहिँ डरलाग्दो योगदान दिनुभएको थियो त्यही कारण आज हामी एउटा आजाद देशमा छाती टाउको खडा गरेर चाहिँ हामी के गर्न सक्छ
हिँड्नु आफ्नो इच्छाहरू जाहिर गर्न सक्छ। उहाँहरूले गर्दा आज हाम्रो भारत देश चाहिँ आजाद छौँ र हामी जहिले आजादीको यो भएको खुसीमा चाहिँ 15 अगस्तको दिन जहिले स्वतन्त्र दिवस भनेर हामी मनाउँछौँ। बुझ्यो नानी? र भोलिको दिनमा तपाईँ पनि ठुलो भएर देशको सेवा गर्ने, हाम्रो जस्तै हाम्रो स्वतन्त्र सेनानी जस्तै देशको सेवा गर्नुहुने। ए अब नानी खाजा खाने, त्यहाँदेखि एकछिन खेल्ने, त्यहाँदेखि बेलुका आएर के गर्छ? एकछिन पढ्नु पर्यो। पढ्छ? ओके, त्यसो भने हुन्छ बाजे। जानु खेल्नु अन्त पढ्ने। गुड मर्निङ नानीहरूलाई। आज हामी माझ एकजना नयाँ मान्छे हुनुहुन्छ। कतिजनाले चिन्छ, कतिजनाले चिन्दैन होला। उहाँ हाम्रै गाउँबाट हुनुहुन्छ। अनि अहिले हामी स्वतन्त्र दिवसको एकदमै नजिक भएको कारणले गर्दाखेरि स्वतन्त्रता दिवस के हो भन्ने बारेमा सबैजनाले याद भए तापनि आज हाम्रो माझमा हुनुभएको हाम्रो गाउँको जो फौजी हुनुहुन्छ, आर्मी सर हुनुहुन्छ, हामीसँग हुनुहुन्छ। हामी सबैजना मिलिकन मलाई स्वागत गरौँ ताली बजाएर। उहाँले हामीलाई केही स्वतन्त्रता दिवसको बारेमा बताउनुहुनेछ। म यस समय रोजल सरलाई दिनु पर्यो। गुड मर्निङ एभ्रिवान। गुड मर्निङ सर। मलाई तपाईँहरू चिन्नुभयो? चिनेन सर। मेरो नाम चाहिँ रोजल राई हो अनि म चाहिँ यो सामरोक गाउँबाट बिलङ गर्छु। अनि मलाई पनि सानो हुँदाखेरि लाग्थ्यो कि 15 अगस्त भनेको चाहिँ डान्स र फुटबल मात्रै हो जस्तो लाग्थ्यो। तर मैले जब मेरो प्यारेन्ट्स अनि टिचर्सकोबाट मैले सुनेँ तब चाहिँ मलाई थाहा भयो कि 15 अगस्त भनेको चाहिँ डान्स र अरू कम्पिटिसन मात्रै होइन रहेछ। 15 अगस्त भनेको चाहिँ हाम्रो स्वतन्त्र भएको दिन रहेछ। अनि जब मैले प्यारेन्ट्स अनि टिचर्सहरूकोबाट सुनेँ तब चाहिँ मलाई पनि इच्छा जाग्यो कि म पनि देशको लागि के गर्छु भनेर मैले इन्डियन आर्मीमा जोइन गरेँ। अनि तिमीहरू पनि देशको लागि केही कुछ गर्नु चाहन्छौ?